मैले ब्लग आएको सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु इधर खाना खा रहे हैं ये इधर बर्तन माज रहा है ये अच्छे से घिसो खाने त खिच्ने म ए तिमीले चाहिँ खान्नौ मैले मात्र खाने हो होइन त्यस्तो भन्नु चाहिँ होइन तिमीले पनि त खाने नि त काम खानु गर्नु पर्यो नि यार भाइ कस्तो ल्याङ त्यस्तैको भाडा त मान्नै पर्छ कि डोसा खाइरहेको नेता चाहिँ टक्क मिलेर अनि गाईमुखी गोरु उता बसेको हो उहाँ हाम्रो दाईहरू यता टक्क लाएर र एउटा नभए त्यो तिनवटा डोसा त कहाँ टक्क भिडियो खाना बसेको आज चाहिँ डोसा छ अर्को सुरु चाहिँ उहाँ बस्छन् म चाहिँ यता कुना आएर बसेको छु क्या माथि बस्न पाइन्छ चाहिँ घाँ यस्तो उठ्छ कपडाहरूको यो छन्दै के बाल्टीहरू के भन्छ यस्तो यो छ र त्यसकै माथि बसेको छु म चाहिँ छोरी चाहिँ भैमा बस्छ म झ्याउमा चाहिँ तल बस्ने त्यही भएर त्यही अब म चाहिँ टक्कै डोसा खाएर फेरि भेट्छु यता मैले चाहिँ भात खाइसकेँ अब चाहिँ दुध खानु लाग्यो नि खानु त पऱ्यो नि त त्यही भएर अनि यहाँ चाहिँ गाडी कस्तो भइहाल्छ लेक्सस मिनी कुपर किया 35 लाखको अनि औडी र BMW को साइकल बिहान पनि हेर्दैन भने बाहिर फेरि क्रस फायर छ क्रस फायर आयो भने चाहिँ झाप्पा पाइन्न क्रस फायर मेरो भैया इधर अनि म चाहिँ अब रुममा जाँदैछु हाम्रो सोल्टी चाहिँ खाना खाएर नै आइसक्यो होला सायद क्या दिन्छ सुत्ने र मुत्ने काम भइरहेछ हाँ सोल्टी ओ सोल्टी सुत्ने र मुत्ने काम भइरहेछ आनन्दले यसो हुन्छ नि दुध सुध खाने खाएको कि तिमीले त दुध खाएको हो तिमीले खाएको एक्लै अन्त मैले त ल्याइदियो भने त अहिले त्यस्तो भन्ने कुरो त होइन ठ्याक्कै देखिराखेको फेस ऐनामा हेरेको मैले त्यहाँ ट्याक्कै त्यहाँ ऐना खाएको एउटा अनि यता चाहिँ के खानु लाग्यो देख मर्निङ चाहिँ कति 6 बजे नै भयो सायद फेरि सुत्ने काम भयो अब भर्खर खाना यो फेरि सुत्ने ल्याङ खायो खाएको यो भर्खर के खाना डोसा खाएको नि डोसा ल ल मान्छे त खानु पर्यो नि त दुध त यार कसको दुध निकालेर ल्याएको भाइ नन्दनीको दुध हो नि त अनि न ब्रान्ड थाहा होइन नन्दनी अन्नी नन्दनी बरा उसो क्या दुधको नाम नन्दनीको ब्रान्ड दुध साईको नाम छ त्यस्तो असली नभन न क्रोममा हाल्नुपर्छ क्या भिडियोलाई अहिले फेरि युट्युबमा हाल्ने भिडियोलाई क्रोममा हाल्नुपर्छ क्या त्यस्तो नबोल अनि म चाहिँ अब टक्क लाएर खान्छु घोल्ने केही छैन यार चिनी हालेको घोल्ने उम्ला हालेर गर्ने त पनि तातो छ घोल्नु मोमो घोलिदिउँ मुखमा भयो छोडिदियो के छैन सिङ्गा सिङ्गा चिया सिङ्गा त हाल्दैन यार सिगरेट के अरे सिगरेट नाच्यो क्या सोधी खाँदै यहीँ थुक्छ क्या त्यही भएर ए हाँकिरहेको छ नि त मैले खाएको यार धोरै बिर्सिदिइहाल्नु यो अस्तिको चिया खाएको गिलास हो मेरै गिलास हो यहाँ हाम्रो खाना यहाँ हाल्दैन होइन अनि पानीलाई चाहिँ त्यहाँ हाल्दैन अनि मरु चाहिँ उहाँ बसेको हो त्यो अघि मरु कस्तो राम्रो खानु अरे नक्कली आइज फेस मिले त्यसको कपाल लामो भयो मेरो लामै छ छन्द कपाल पनि होइन तर यसको त्यो छैन यहाँ चाहिँ खाना छ यसको खा यसले यसको खाना चाहिँ होइन यो खास अर्को तल छ कि ठुलो कुकुर रहेछ होइन त्यसको खाना यो खास त यहाँ थियो यहाँ पनि थियो कि खाना लक गरेर गरेछ खाने कि नै अब होइन यहाँ मुतेर यस्तो बनाएर यसको तल जानुपर्ने हुन्छ आनन्दले खान्छ त्यसले अब यहाँ खाना पनि खाइसक्यो बाहिर आएको थियो कि घुम्न आएको थियौँ बाहिर भोक लागेर भोक लागेको थियो त्यही भएर अनि हामीले ए बन्दर सर सो गाइस अहिले चाहिँ हामी के खाना मलाई नदेखाऊ यार एक छैन
कस्तो त दारी भयो के भन्छ नि बाह्र भन्नुहुन्थ्यो अरे काट्ने केटा मान्छेको दारी आउनु नि के साइज राम्रो बोल्यो आउनु पर्यो नि त यहाँ टक्क। अनि हामी चाहिँ एक राइस खाएर आयो छ कोही यहाँदेखि यहीँबाट आउने अँ यस्तो सुनसान रहेछ नि यहाँ अनि किन आएको नि ए नदिएर त्यसले त्यो फोन गरेर मगाउनु पऱ्यो क्या अब अनि कतिको बिल आयो हाम्रो 700 हाँ? 700 पुरै तिरेर कि हाम्रो अहिले खाएको मात्र अहिले होइन खाएको 200 हो त्यो होइन कहाँ 720 मा ए क्या 720 खाएर ओहो बबाल भयो त मन्दिर देउरे हाल्ने हाल्नु पऱ्यो दाहिने हाल्दा मर्ने कि दाहिने हाल्दा फेरि फोन छ कि अनि हाम्रो सर चाहिँ त आनन्द नै हिँड्नु भयो यस बाहिर निकाल्छ फेरि पैसा बज्दैन कहाँ बज्नु पैसा हो बाहिर निक्लेपछि त खर्च भयो पैसा जोगाउन गाह्रो हो कि बाहिर निक्लेपछि फ्ल्यास सजिलो फ्ल्यास छ आँख- फ्ल्यास आँखै पऱ्यो हेर कता गुल्टी नै हाल्नु पर्ने यस रमाइलो भयो बाहिर निक्लेपछि अब डाइरेक्टमा रुममै पर भेट्छु यहाँ त अब यस्तै यस्तै हुन्छ गाज म चाहिँ रुममा आइसकेँ गाई सोल्टी चाहिँ माथि गएन म चाहिँ तल रुममा आएर बसेको के हान्नु यत्तिको बसिरहेको छु उब्बारी खाइएछ क्या हामीले फुल खाएको होइन फुललाई 120 एउटाकै 120 दुईवटा गरेर 240 भयो उनको त्यहाँ दिनार रहेछ मैले तिर्दिएँ आफ फेरि पुरै होइन आधा जति तिर्दिएँ अब बाँकी चाहिँ दिन अर्कोचोटि दिन्छु भनेर बाहिर निक्लिएपछि पैसा नरहने क्या यार के हाल्नु बाहिर निक्लियो त पैसा सक्यो के हाल्नु यस्तै छ बाहिर निक्लिनु गल्ती होइन पैसा सक्नु हाम्रो गल्ती हो त्यही पैसा सक्का फेरि कति सुत्यो कति उठ्यो भन्नु होला झ्याउलाएर क्याराम भइरहेको पेट फुल भएर यत्रो बडे माइनको भयो फेरि फुल भयो त बाहिर निक्लिनकै पेट फेरि कस्तो खाले पेट भएर मलाई पनि थाहा छैन देन अनि आजको लागि भ्लग चाहिँ यति नै हुन्छ अब मेरो पहिलो भ्लग कस्तो भयो के भयो यसो हल्का कमेन्टमा ड्याङ लेखिदिनु होला डेली भ्लग चाहिँ हाल्न पाउँदिनँ मैले त्यहाँ म इन्डियामा छु इन्डियामा काम गर्नुपर्छ काममा हल्का बिजी रहन्छु क्या बाहिर धेरैजना त पाउँदैन अनि यहाँ भित्र मात्र बनाउनु त मिलेन नि त भ्लगहरू भित्र मात्र बनाएको त होला फेरि हजुरलाई पनि झ्याउ लाउँछ मलाई पनि झ्याउ लाउँछ नि त भित्र मात्र भ्लग बनाउनु त त्यही भएर म बाहिर जाइराख्न के अरे बाहिर गइराख्न चाहिँ पाउन त्यही भएर मैले भ्लग पनि त्यस्तै मजाले हाल्दिनँ अब 2-3 महिनामा चाहिँ म नेपाल आउँछु नेपाल आएपछि त फेरि दिल्लीकै भ्लग बिहान कति 8 बजे दिल्ली ल 8 बजे सेड्युल नै भयो मेरो बिहान 8 बजे नेपाल आएपछि फेरि अहिले होइन त्यो पछि नै हेरौँ अहिले मतलब कि अहिलेलाई अब हल्का टुटाफुटुका आउँछ हल्का मात्र अब त्यति 2-3 महिना चाहिँ त्यही अब हप्तामा एउटा 3-4 दिनमा एउटा यस्तरी आइरहेको छ क्या बुझ्नु नि हो त्यसरी नै आइरहेको छ अनि आजको लागि चाहिँ यति नै हुन्छ भ्लग थ्याङ्क यू फर वाचिङ दिस भिडियो नयाँ हुनुहुन्छ भन्न मिलेन सबै नयाँ नै हो लाइक सेयर सब्सक्राइब हानिदिनु होला नयाँ भ्लगहरू त्यति गरिदिनुहुन्छ होला नि थाहा छ फ्यामिलीहरूले अब त्यति सपोर्ट हानिदिनु होइन एन्ड देन थ्याङ्क यू फर वाचिङ दिस भिडियो आई होप तपाईँहरूलाई यो मेरो पहिलो भ्लग राम्रै लाग्यो होला आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई बाई